प्लम केक बनाउन आँटेको छु है। यो चाहिँ सुगर सिरप रेडी भइसकेको छ। अनि यतिको कन्सिस्टेन्सी बनाएर चाहिँ एकछिन ठन्डा गर्न राख्न सक्नुहुनेछ है। तपाईहरुसँग भेट हुँदैछ फेरि। अगेन यहाँनिर चाहिँ मैले मिल्कमा बटर हालेर मिक्स गरिसकेको छु। अनि यो चाहिँ डेट्स हो है। तपाईले मैले अघिबाट सीड निकालेर यसलाई मजाले काटेर राखिसकेको छु। अनि यो चाहिँ अलिकति वालनट हो। अनि यो चाहिँ टुटी फुटी हो। अनि यो चाहिँ अघिबाट मैले हाफ मैदा हाफ आटा मिक्स गरेर राखिसकेको छु है। अनि यो मजाले मिक्स गरेर अघि मैले बनाएको सुगर सिरप पनि यहाँबाट हालिदिनेछु है। स्लोली यस्तो गर्दाखेरि चाहिँ यसको खुशबु चाहिँ राम्रो आउँछ, पक्का केक जस्तै हुन्छ। मार्केटको जस्तै फ्लेभर आउँछ, तपाईलाई टेस्ट आउँछ। म चाहिँ आज चाहिँ यो मैले मेरो कस्टमरलाई बनाइदिएको है। उहाँ चाहिँ दुबईमा बस्नुहुन्छ। अनि उहाँ चाहिँ मलाई जहिले पनि क्रिसमस गिफ्टहरू ल्याएर आइदिनुहुन्छ है। मलाई चाहिँ लासै लाग्छ नि, जहिले पनि आउँदाखेरि क्रिसमस गिफ्टहरू ल्याइदिनुहुन्छ। त्यो पनि सस्तो दामको पनि हैन नि, त्यति धेरै महँगो है। लास्ट इयर पनि कोरियन परफ्युम ल्याइदिनु भएको रहेछ टप ब्रान्डको है। मलाई त लास लाग्यो नि। अनि त्यस्तो गरेर आउनुहुन्छ। अन्त मैले पनि के दिने इच्छा गरेको यसपालि चाहिँ। अनि मैले चाहिँ सानो केक बनाएर चाहिँ दिनु पर्यो भनेर क्रिसमसको जहिले पनि भन्नुहुन्छ नि त, जहिले पनि आउँछु म त तल भेटेर राम्रो लाग्छ भन्नुहुन्छ। अन्त म पनि उहाँलाई आज गिफ्ट है सानो केक बनाएर देख्न हुन्छ। मेरो केक रेडी भइसकेको छ। तपाईहरु पनि बनाएर इन्जोय गर्नुहोला क्रिसमसमा, न्यू इयरमा। हुन्छ। थ्यांक यू फर वाचिङ। बाई बाई।